What's up, beautiful people? Hope सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै आरामै छु। अनि आज चाहिँ म कोरियाको अमेरिकन आर्मी बेस घुम्न आएको छु। अनि सुनेको छु यहाँभित्र म्युजियम पनि छ अरे, सो हेरौँ कस्तो छ है। मसँगै तपाईँहरूलाई पनि म टुर गराउने छु। बाहिर त ठिकठाक छ, दामी छ होइन। यो इन्ट्री पोइन्ट हो, यहाँ दामी ट्याङहरू छ। यस्तो चाहिँ पुरा फिल्मतिर मात्रै देखेको थिएँ कि मैले पहिला चाहिँ। आज रियली हेर्ने मौका जुर्यो। सो बबाल छ, मौसम चाहिँ हल्का पानी पर्नु लागिरहेछ, दामी रहेछ। अब चाहिँ हामी यहाँभित्र प्रवेश गरिसकेका छौँ ट्याक्कै लाएर। मेरो लाइफको पहिलो एक्सपिरियन्स हो यो म्युजियम चाहिँ। यतातिर के हो राखेको छ, यता भित्तातिर पनि अनेक थरी राखेको छ। यता यो हेलिकप्टर, यता पनि खतरा खतरा छ। के हो भनेर केही थाहा भएन, ट्याक्कैसँगले बबाल छ। यहाँनिर तरबार, यसको पनि कहानी छुट्टै होला, अलि हतार हतार भएर डिटेलली नलेज लिन सकिएन। सो हेरौँ। मिसाल हान्दैछ टोलीहरूले, क्या रियलिस्टिक बनाइदिएर गन्छन् पुरै पुरै रियलिस्टिक छ नि पुरा। यसको टाउकोमा हेरेर के हो त्यो थाहा छ? यसको र्याङ्क हो यो। त्यो त यस्तो गरेर त र्याङ्क भनेर थाहा छ। के र्याङ्क हो तर थाहा चाहिँ छैन त्यो चाहिँ। यहाँ सुडो हिउँमा दौडिरहेछ पुरै। रुखको ठुटातिर पनि पुरा हिउँ झरिरहेछ। आज पुरा रण मैदानमा यहाँनिर हामी घुमिरहेछौँ पुरै। यसको ल यो भनौँ पब्जी खेल्ने टोलीहरूले यहाँ गन छ। यो कुन चाहिँ गन हो यो मलाई थाहा भएन। MG34 मेसिन गन रहेछ यो चाहिँ। सही हो क्या, सही। यो समयमा लगाइएको बर्दिएको चाहिँ यहाँ हामी देख्न सक्छौँ। त्यति बेला लगाइएकै डिटेल दिएको छ। साध्यै नहोला जस्तो यो खालको गनहरू, कुन कुन हतियारहरू चलेको थियो त्यति बेला, कुन कुन कुराहरू छ चाहिँ पुरानो कोरियालाई यहाँ बिराम भएको थियो नि त। मतलब उयो गर्ने बेलामा त्यो हेर्नु न, त्यो मान्छेले हेल्प गरेको के युएस कोरियाहरूले। त्यो मान्छे रोग हेर्नु त, त्यहाँ आँसु थुप्रै जग्गा छ। ठ्याक्कै देख्छ कि यस्तो हेर्नु। यहाँ यस्तो लाइट गर्दा झन् दामी टल्किँदो रहेछ। कुखुरा हेर्नु कुखुरा भारी। कुखुरा यसलाई हाङ्री भन्छ, हाङ्री। यही ल्याएछ खिम्चिपट। हामीले हाँडी भन्छ, त हाङ्री भन्छ। पुरा त कोरियन बाजे बिरामी हुनुभएको छ। युएस आर्मीले पुरा मार गरेर भएन। यहाँनिर पुरा पुरानो कोरिया चाहिँ यहाँ देख्न पाइँदो रहेछ। पुरा तरिका टक्क यहाँ बिरालो सुतिरहेको पुरा चेक पोइन्टबाट हेरिरहेछ पुरै। एकवटा राम्रोसँग ड्युटी गरेँ भनेर चेक पोस्टमा बसिरहेछ। अब म यहाँनिर आर्मी कसरी परिचालन गर्ने, कसरी युद्ध भयो भनेर देखाउँछु तपाईँहरूलाई। यो चाहिँ होइन, यो चाहिँ के भनेदेखि यो चाहिँ नर्थ कोरिया हो होइन, साउथ कोरिया हो। साउथ कोरियाको मान्छे चाहिँ युएसको मलाई भनेको नि अमिनले। अनि यो उयो गरेको रे कि यिनीहरूसँग चाहिँ के पनि छैन कि औजारहरू होइन। साउथ कोरियाको मान्छे के अरे नर्थ कोरियाको मान्छेहरूसँग चाहिँ यो चाहिँ युएसको मान्छेहरूसँग चाहिँ यस्तोहरू थियो नि, मिसाइलहरू हेर्नु त, बन्दुकहरू। यिनीहरूसँग त केही छैन हेर्नु त। यिनीहरू चाहिँ हारेको हो नि त। यहाँ हेर्नु डिपी गर्नु, डिपी हेर्नु, डिपी यहाँ देख्यो डिपी के भएर थाहा छ? यहाँ सबै डिपी त बोकिरहेछ। के भनेछ के भनेछ मान्छे कस्तरी रोइरहेछ कि दाइ आया गरेर।
म त आउँछु नि हेर्दा है यो कुन कुन यताबाट यो मान्छेहरू न यहाँ रगत लागेर बिरामी केटाहरू बन्दुक लागेर हाम्रो केटाहरू धेरैजना ढलिसकेको छ यतातिर पुरा ढलिरहेको ढलिरहेको छ देखेन यो दाइ तपाईँले आया अनि ए त्यो रुखमा अड्किरहेको एउटा खुट्टै चुडेछ बिचराको यार त्यता पनि छ होला नि त एकेएमहरू किग्रामा गरिरहेको छ यार बिचराको यता हाम्रो अफिसरको रहेछ लन्चर रहेछ फेरि रकेट लन्चर एउटा लिएर थाम्ने हो अर्कोले हाल्ने हो रकेट लन्चर छ यहाँ ट्याक्क आम्मा यसको खोका मात्रै यत्रो छ रास कन्ट्रिब्युट गरेको देशहरू यार कोरियालाई कोलम्बिया बेल्जियम साउथ अफ्रिका नेदरल्यान्ड Luxembourg, Greece, Ethiopia, New Zealand, Philippines, Turkey, Canada, and Thailand, United Kingdom, Australia. Listen, Korea what? Korea त खाइसकेको नि त खासमा पछि फेरि युएस फेरि सबै उता युरोपतिरको रहेछ नि त युरोपको साम्राज्य एकदमै नयाँ एक्सपिरियन्स गर्न खोजेँ यहाँ आएर सबै लाग्यो मलाई एकदम बहिनीलाई चाहिँ यही मन पर्ने रहेछ कस्तो नि रेडियो सेटर छ यहाँ द टाइम हो अब यहाँनिर म्याप हेर्न सक्छ हामी यो त अरब कन्ट्रीतिर हो कि के हो फेरि यस्तो सबै डिजाइनहरू त्यो टाइममा त कोरिया पनि क्युबाहरू चल्दैछ त्यही टाइममा 1976 तिरको रहेछ यो त्यति बेला काटिएको होला सायद मेबी त्यो बर्दीहरू छ ड्रेसहरू रहेछ सबै जानकारीहरू रहेछ यहाँ यो पढ्ने फुर्सद कस्ताइ छ र middle of March. Very nice. Wow. Nice guys. Good one, are they? Yo, rifle the rifle. Bolt action. Rifle. 1903. Still here, the boarded when it does. Dinner. टोलीहरूले यहाँनिर हान्दैछ रकेट लन्चर कि के हो यो वाट्स दिस यहाँबाट वहाँ भन्ने बुलेट निस्किने के गर्ने होला यहाँनिर छ कस्तो छ इस यहाँ पनि रहेछ यो के हो नर्थ कोरियन आर्मीको रहेछ
M40 21 मोटर नर्थ कोरियन सोल्जरको रहेछ यो छ वेपनहरू टाइमको डेडली रहेछ Reese gun भन्दैछ Reese gun ट्र्याक्टर यता पनि रहेछ यता पनि रहेछ सबै यस्तै रहेछ आइरन फ्री डिस्क तपाईँहरूलाई अब ब्रेङ्क देखाइदिन्छु यहाँनिर ब्रेङ्क कहाँ थियो यहाँ हो चाहिँ आर्मीको ऱ्याङ्किङ होला मेबी पढ्ने जग्गा छैन यहाँनिर लेखेको छ सबै कुरो पढेर साथ दिने भन्यो यस्तो डेन्जर आर्मीको ऱ्याङ्क है जेनरलको यहाँदेखि हुन्छ प्राइभेट फजी छिटेको यो PB2 प्राइभेट फर्स्ट क्लास भन्छ यो प्राइभेट भन्छ नि प्राइभेट फर्स्ट क्लास यो स्पेसलिस्ट यो अहिले पनि यहाँ छ प्रो ठ्याक्क एउटै हो यहाँदेखि चाहिँ हो यहाँ म यहाँ छु सन्तोष दाइ आउँछ आज यहाँ छ अरू दाइहरू यो फर्स्ट क्लास मास्टर्स यो हुन्छ अन्त यो हुन्छ समय चाहिँ माछामा फेरि यस्तो हुन्छ यो भने चाहिँ ठुलो यस्तो ठुलो हो तर अब अर्को एउटा दाइ आउँछ आज विक्रम दाइ यहाँ वायर अफिसर सबसे ठुलो ऱ्याङ्क भनेको चाहिँ यहाँदेखि यो पोस्ट सर्जनर हो कि तिमीले त्यो यस्तो तारा सबसे यो जनरल अफ द यो यस्तो पोस्ट सर्जनर यहाँदेखि क्या तिम्रो उसमा अफिसरमा गयो भने लुटिने हुन्छ प्रेसिडेन्ट हुन्छ क्याप्टेन हुन्छ के अरे वारमा इन्जोर भएको मान्छेलाई पाउनु पर्छ सबै यो मेडलहरू क्या त्यहाँबाट निस्किँदै हो अब पुरा पानी पर्न लागिसकेको छ सास पर्न लाग्यो दामी छ कोरियाबाट सिधै अमेरिका ट्रान्जिट भयो आजलाई अब फेरि अमेरिकाबाट रिटर्न ब्याक टु कोरिया हामी चाहिँ दामी भयो आजको युएस ट्रिप चाहिँ